आज मुख खोलेर भन्छु रवि दाई, तिमीले साँच्चै ठूलो गल्ती गर्यौ। तिमीले पत्रकारिताको नशा चढायौ, राजनीतिको विशाल आकाशमा हाम फाल्यौ, देश बदलिन्छ भन्ने ठूलो भरोसा गर्यौ। कसैले भन्यो हेर म टेलिभिजन खोल्दैछु, तिमी आऊ काम गर अनि केही लाख ल्याऊ र आफ्ना सत्कर्मलाई कसैको हस्तक्षेप बिना निरन्तरता देऊ। तिमीलाई लाग्यो सही हो अनि गयौ, तर तिमीले गल्ती गर्यौ दाई। तिमीले त के प्रश्न गर्नु पर्थ्यो भने सरकारी जग्गा पतञ्जलिको नाममा पास गराएर अरबौं कमिसन माग्नु पर्थ्यो। तिमीले टेरामक्स जस्ता उपकरण खरिद गराएर अरबौं चलखेल गर्नु पर्थ्यो। 61 किलो सुन एयरपोर्टबाट ट्रकका ट्रक तस्कर गर्नु पर्थ्यो। नक्कली भुटानी शरणार्थी बनाएर यिनी नेपाली नागरिकलाई बेच्नु पर्थ्यो। तब मात्र तिमी इमानदार र देशभक्त कहलिन्थ्यौ। सानो माया तामाङ, भरतपुर 25। मेरो समस्या त यो घुँडा दुख्ने थियो। म वैदिकमा गएर अनि चेकअप गरेर औषधि चलाइदिनु भयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ। र अरबौं बिगो माग दाबी हुँदा पनि अदालतले कसुर देखिएन भन्दै 2 लाख, 4 लाख, 25 लाख, 35 लाख धरोटीमा छोडिहाल्थ्यो। यसरी करोडौंको माग दाबीमा करोडौं धरोटी मागेर पनि आज अपराधीको ट्याग झुन्ड्याएर त्यो भइरहबाको टन्टलापुर गर्मीमा पसिना पुस्दै बस्नु पर्ने थिएन। तिमीलाई व्यर्थैमा के को देशको सेवा गर्नु पर्यो, के को नागरिकका आँसु पुस्न आउनु पर्यो। जुन देशको पासपोर्टको सपना सारा नेपालीले देख्छन् त्यही देशको पासपोर्ट फिर्ता दिएर तिमी फर्केर चाहिँ किन आउनु पर्यो देशको चिन्तामा। उताबाट त आयो अनि यताको त्यो सान सौरत सहितको आनन्दको ग्यालेक्सी टेलिभिजनको लाखौं तल पाउने जागिर छोडेर चाहिँ किन आउनु पर्यो। तिमीलाई थाहा थिएन र? यहाँ राम्रो काम गर्न आउनेलाई सम्मान होइन सडाउने गरिन्छ। यहाँ ठग्नु सजाय होइन सम्मानजनक कला हो। यहाँ लुट्नेको बखान गरिन्छ र लुटिनेलाई जेल हालिन्छ। यहाँ यी दलालले खडा गरेको भ्रष्टाचारको साम्राज्यको सदस्यता लिने मात्र सुरक्षित हुन्छन्, अरू सबै जेल जान्छन्। यहाँ घोटालालाई अवसर मानिन्छ र त्यसका विरुद्ध बोल्नेलाई अपराधी मानिन्छ। अनि तिमीले फेरि आफूमाथि अन्याय भयो श्रीमान भनेर कुन अदालतमा गयौ? फेरि किन भुल्यौ कि यहाँ अदालत आफै अन्यलमा छ कि उसले न्याय दिन्छ कि कसैको आदेशको पालना गर्छ भन्ने कुरा यी केही बुझेनौ, जानेनौ या भुल्यौ। त्यसैले त आज तिमी जेलमा छौ र जे यी कला जानेका र बुझेका कलावानहरू छन् उनीहरू वातानुकूलित ठाउँमा स्वतन्त्र र निर्वाध बसिरहेका छन्। रवि दाई, सायद तिमीले यो देशलाई अमेरिका सम्झियौ होला, जहाँ सत्य बोल्नेहरूलाई सुरक्षा दिन्छ, तर विडम्बना यो देशमा सत्य बोल्नेहरूलाई सुरक्षा होइन सजाय दिइन्छ। र अन्त्यमा यति भन्न चाहे तिमी दोषी हौ कि निर्दोष त्यो त म पनि भन्न सक्दिनँ रवि दाई। त्योभन्दा ठुलो कुरा यहाँ यो हो कि तिमी सोझो भयो र अहिले एक्लो भयो। किनभने सत्यको साथ दिन्छौ भन्नेहरू पनि जुन दिन तिमी थुनामा गयौ सायद उनीहरू उत्सवको माहौलमा होलान्। त्यसैले तिमी आफै लड दाई, आफै त्यो प्रतिशोध र अन्यायको जन्जिर तोड्ने प्रयास गर दाई। तिमीलाई तिम्रा नजिककाले त मलाई आसपास गर्न अहिलेसम्म दिएका छैनन्, तर मेरी आमाको कसम खाएर भन्छु तिमीलाई यदि त्यो जन्जिरको पर्खालले उखुस मुखुस बनाएको छ र त्यो तोड्न चाहन्छौ भने म बम बनेर त्यो पर्खाल फुटाउन जरुर आउने थिएँ, किनकि तिमीमा मैले मेरो देशप्रति अथाह माया र प्रेम देखेको छु। र सबैभन्दा महत्त्वपूर्ण कुरा तिमीमा मैले आफूलाई